यस्तो राम्रो भ्यू आउँदो रहेछ यार। म त कहिले आएको थिइनँ त अनि। आइहाल्छ नि त कहिले घुम्न हिँड्यो पो अझै आज आरामसे भ्यू खोल्दै थिएन अनि हिमाल यस्तो बवाल देखिन्थ्यो अझै के गर्नु यार, घरको कामले हिँड्नै पाउँदैन। काम भनेको यस्तै हो कि मिलाएर निस्किनुपर्छ है घुम्नलाई त बुढा चाहिँ कति जाऊँ न यार यस्तो बवाल ठाउँ छ एउटा यार जान त हुन्थ्यो यार, आज घरकाले अलिक छिटै बोलायो कि घरमा काम पनि छ। जाममा जाम हिँड भने यसो मिलाएर अब म कति हो बस्छु त त्यो 2-4 दिन त हो नि त्यसपछि म गइहाल्छु नि ल त नि जाउँ हिँड, बरु अलिक छिटो आऊ है त। ल भइहाल्छ नि जाम हिँड ल हुन्छ हिँड्न त। ल अब हामी यहाँबाट जाने हो बरु यस्तो गरौँ मलाई यार त खाजा किनेर त बरु फेरि केही पानी आउँछ क्या होइन होला यार, खाजा नखाइने हुन्छ कि यति गएन त जाउँ। होइन क्या खाना पर्छ कि लास्ट भोक लाग्छ निप्छ भने जान गइरहेछ ल हुन्छ नि त। अब आमालाई औषधि किन्ने भनेर लिएको पैसा छैन भने कसरी भनौँ, यसैले किन्नुपर्ने भयो अब। ओइ अलि चाहिँ मिठो मिठो ल आज मजाले घुम्न जानुपर्छ बस पनि दामी बस ल ल्याएर। ए डह्रो लाग्छ क्या अहिले त ल फ्रुटी चौचौ कुरकुरे चिप्स दामी छ ल जाम ल यार, ल जामिन। आज केटा यार मजा आउँछ घुम्न यार आज रमाइलो गरेर आउनुपर्छ है कत्रो ठुलो खोला त वे, हाम्रो गाउँमा त सानो हुन्छ यार, निलै छ त। ल तैँले 5 वर्ष पुरा नगर्नु भने यत्रो मसानी खोला हो त्यो यहाँ कहाँ गाउँ बस्नु सानो खोला हुन्छ त नि यहाँ मलाई त अचम्मै लाग्यो यार यत्रो ठुलो देखेर। ल यता खोला देखाउने अचम्म मान्यो त अझै तपाईँले देखाउनु पनि कोही देखाएको छैन मैले आइजाम अब यस्तो बबा ढोडा देखाउनु तँलाई म ढिलो होला नि त फेरि घर जान। ए हुन्न कि एकछिन त जाम ल त नि जाऊँ जाऊँ। ल पक म बाइक फगेर आउँछु है देखि छैन ढोडा त देखि जाबो यत्रो त रहेछ, अर्को ठाउँमा हिँड। अब के गर्नु त तर चढाइदिनु हुन्थ्यो यत्रो सानो छ चढ्नै मिल्दैन भयो अब हिँड्न त अर्को ठाउँ जाउँ। ल हिँड आएको ठाउँ जाने ल अब यतै खाजा खाऊँ होला है हुन्छ, भ्यू पनि राम्रो रहेछ, अब रात पनि पर्न लाग्यो, खाएर जाउँ नि त। त किन आत्ता कि विषय जामले नि भने पहिला खाऊँ न मजाले भ्यू हेरेर यस्तो दामी भ्यू छ हेर चिल हान्न एउटा त्यो हेरेर ल हुन्छ हुन्छ। आज रमाइलो भयो है रमाइलो भयो। भोलि नि यस्तै घुम्न जाने है आज बाबा रमाइलो भयो भोलि इन्जोय गर्ने अझै ल हिँड्न त जाउँ अब खाएर। अब कति जान्छ अब हामी घुम्न जाने अझै अब त भ्याउँदैन यार, ढिलो भइसक्यो नि। हो फोन आयो, रुके आमाको रहेछ पो है, म बोलेर आउँछु। घर जाउँ यार। जाने र अहिले नै अझै डाँडामा गएर नाइट भ्यू हेर्न बाँकी थियो भयो यार, नाइट भ्यू पछि हेरौँ। अहिले घरमा अलि हतार छ कि, बरु यता मोबाइल पसल कहाँ छ? मोबाइल पसल तर किन चाहिँ मोबाइल पसल फेरि अहिले होइन त्यतिकै सोधे हो कि। अहिले त बाबालाई मोबाइल किन्नु क्या नयाँ के हो केटो होइन कि घरमा अलिक समस्या थियो कि, अनि त्यही मोबाइल बेच्न लागि मैले। ल के काम गरेछ मोबाइल बेच्न पर्ने होइन कि अघि हामीले खाजा खाएको पैसा चाहिँ खासमा आमालाई औषधि किन्न भनेर लिएर हो। अब अहिले आमालाई अलिक धेरै नै गाह्रो भइसक्यो, औषधि किन्नु पैसै छैन। अब त्यही मोबाइल भयो नि बेचेर किन्नु पऱ्यो नि त, त्यही भएर। त्यही मुला यस्तो सानो कुरा चिन्ता लिएर हुन्छ त्यो साडी छैन जाम न म तिरिहाल्छु नि बरु दबाई के लानु पनि ल जाम यार जाउँ यार, अहिले त लास्टै रात पऱ्यो कि, उहाँ पनि हतार भइसक्यो, आमालाई कति गाह्रो भएको छ। जाउँ जाम ओइ किनिस किने। ल त भाइ पछि भेट गरौँला अहिले हतारसम्म गएँ घरमा हल्का काम पनि छ मेरो नि पछि भेट गरौँ नि भोलि बोला न है मलाई ल राम्रोसँग जा है, बिस्तारै जा ल। घर जानु पऱ्यो, गाडी त सबै गएको त गाउँको त यार। ला हेर के गरी जाने होला त गाउँमा नि, त्यही एउटा गाडी थियो, अब अरू कोही छैन गाडी चलाउने। ला कसलाई बोलाउने होला त्यो यार, बिजोग भयो त। ला के गरी जाने होला अब यार, यस्तो
छिटै ढिलो भयो यार घरमा आमालाई औषधि खान ढिलो भइसक्यो साथी पनि गइहाल्यो यार हिँडेर जान पनि सक्दैन कसलाई बोलाउने यार म त लास्टै तनावमा पऱ्यो यार के गर्ने होला यार बिचरी मेरो आमा घरमा के गरिदियो भने निक्लै बेलैमा औषधि लानुपर्ने बेकार घुम्न आएछु म त ल त्यो त यहाँ पो रहेछ ओइ आइज त किन आएको किन आउनु नि यार तँ हिँड आएको नि यार अघि मलाई भन्नु पर्छ नि लैदे घर भन्छ बिचरा उहाँ आमा एक्लै बसिहाल्नु भएको छ दबाई पुगेर खानामा कस्तो बिरामी हुनु गइसक्यो ल हिँड्छौँ छिटो ए त मेरो घर पनि पुगेर आइसकिस् ए राम्रै गरिस् यार गाडी पनि पाएको थिएन हिँड्न त ल आइज बस जाऊँ